नमस्कार। आज धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले पार्ने असरको बारेमा जानकारी प्रस्तुत गर्दैछु। सुर्तीजन्य पदार्थमा 69 प्रकारको क्यान्सर गराउने तत्त्वहरू हुन्छन्। सुर्तीजन्य पदार्थको सेवनले विभिन्न प्रकारका क्यान्सरहरू हुन सक्छ, जस्तै कि ओठ, गिज्जा, जिब्रो, छाला, मुख, घाँटी, प्याङ्क्रियाज तथा मृगौलाको क्यान्सर गराउँछ। त्यसैगरी सुर्तीजन्य पदार्थको सेवनले मुटुको गति बढाउने, रक्तचाप बढाउने जस्ता समस्याहरू बढाउँछ। त्यसैगरी यसले मुख गन्हाउने र मुखमा घाउ हुने समस्याहरू निम्त्याउँछ। यसले गिजाको रोग लगाउने र गिजाबाट रगत बग्ने समस्याहरू हुन सक्छ। यसको सेवनले हाम्रो पाचन प्रणालीलाई बिगारी खानामा रुचि घटाउँदै जान्छ। त्यसैगरी धूमपान फोक्सो सम्बन्धी रोगको कारण बन्न सक्छ, जस्तै कि दम, खोकी, दीर्घकालीन श्वास प्रश्वास सम्बन्धी रोगहरू, सिउपीडी जस्ता रोगहरू। त्यसैगरी फोक्सोको क्यान्सर गराउने पनि प्रमुख कारण हुन सक्छ। त्यसैगरी यसले हृदयघात तथा मस्तिष्कघातको जोखिमलाई बढाउँछ। त्यसैगरी धूमपानले महिला तथा पुरुष दुईटैको प्रजनन क्षमतालाई घटाउँदै जान्छ, यौन चाहना घटाउँदै जान्छन्। पुरुषहरूमा स्पर्मको क्वालिटी घट्दै जान्छ, उनीहरूको नम्बर घट्दै जान्छ भने महिलाहरूमा बाँझोपनाहरू गराउने जस्ता समस्याहरू देखा पर्छन्। गर्भवती महिलाले यदि धूमपान सेवन गरिराखेको छ भने उनीहरूले जन्माउने बच्चाको तोल कम हुने, त्यसैगरी मरेको बच्चा जन्मने, अपाङ्ग बच्चा जन्मने जस्ता समस्याहरू देखा पर्छ।